के छ तपाईहरु आराम कुशल हुनुहुन्छ होला हैन तपाईहरुलाई पनि यहीदेखि मैले सम्झिदिए हेलो गुड मर्निङ यार सम्पूर्णलाई स्वागत छ मेरो ब्लगमा म चाहिँ आज चटौसँग ज्ञानसँग 12 जना लागेको छु अनि हामी चाहिँ गाउँमा यहाँबाट घर छाउन लागेर छ कि हामी तेरो टाप भाग्दिसक्यौँ हैन ज्ञानु ओइ ओइ ज्ञानु सिक्नु नहुने कुरा के रे घर छाउनु एउटा अनि केस काट्नु अनि थाल बजाउनु अनि यिनीहरु चाहिँ सिक्नु हुँदैन यो कामले चाहिँ बेकार टाइम वेस्ट गर्छ त्यही भएर यो काम चाहिँ सिक्नु हुँदैन अरे ल ठिक छ हामी यो कामदेखि चाहिँ टाढै त्यही भएर घर छाउन लाग्दै थियो हामी टाप भाग्दियो होइन त्यहाँ भएर दाँतीहरू काट्नु लाग्दै थियो एक एकवटा यता सायद यो पुटली छाडेर चाहिँ हामीलाई छाउन लाउने थियो हामी टाप भागेर यतिखेर गएर हामी लागिसक्यो त्यही भएर हामी रोड होइन यता यस्तो बाटो हिँड्दैछौँ हामी यो बाटो टाप भागेर सो हाम्रो भिडियो हेर्नु हामी 12 जाँदैछौँ यतिखेर हाम्रो गुरुजी आउनुहुन्छ के छ गुरुजी ल गुरुजी आउनुहुन्छ हामी चाहिँ यतिखेर बुफर बनाउन जाँदैछौँ ए बुफर देख्नुहुन्छ यहाँ फेरि काँक्रे दाइको बत्ती पनि छ है फेरि होइन हामी जाँदैछौँ रमाइलो 2 दिन बाँचौँ तर राम्रो रमाइलोसँग बाँचौँ भन्ने अभियानमा म छु होइन त्यही भएर जीवनलाई चाहिँ सरल तरिकाले जिउनु छ त्यही भएर हामी चाहिँ ज्ञान आनन्दसँग 12 जाँदैछौँ अनि के छ तपाईहरु आराम कुशल हुनुहुन्छ होला हैन तपाईहरुलाई पनि यहीदेखि मैले सम्झिदिए त्यही भन्न चाहन्छु साँच्चै नेपालमा ज्ञान र सो हैन हामी जाँदैछौँ रमाइलोसँगले अब कति भात चाहिँ खाएको छैन मैले भात चाहिँ खिचडी खाएको छु मैले चाहिँ थोरै धेरै नै 1 पाउ जति चढाइयो अनि त्यही हो हामी चाहिँ लाग्यो हाम्रोतिरको बाटो चाहिँ यस्तो छ है फेरि गाइस यो चाहिँ फेरि लिम्चुमु हाइवे हो यो चाहिँ हैन यो चाहिँ फेरि पूर्व पश्चिम फेरि ओ सरर भाइहरु खुबाजु नमस्कार सो गाइस हामी जाँदैछौँ चटौसँग तपाईहरुले हैन हामी चाहिँ यतिखेर चाहिँ उदयपुर लिम्चुमु गाउँपालिकाको पृष्ठभूमि गाईखुर भन्ने ठाउँमा आइसकेको छौँ यतिखेर चाहिँ हाम्रो ड्राइभर गुरुजी ज्ञानेन्द्र हुनुहुन्छ होइन हामी चाहिँ चटौसँग जाँदैछौँ पृष्ठभूमि गाईखुर भन्ने ठाउँमा छौँ यही ठाउँदेखि तपाईँहरूलाई मुटुभरि सम्झेको छौँ गाइस होइन त्यही हो तर साह्रै मन लाग्छ यो सोलिङ चाहिँ साह्रै मनले ग्राभेल गरेको साह्रै मन लाग्दैन किनभने साह्रै पछाड छ यहाँ होइन ज्ञानेन्द्र यतिखेर चाहिँ यहाँ भुसेकपुर पनि सुतिराख्नु भएको छ मायालु कहाँ छ प्रिय के बताऊँ ओ माई गड साँच्चै होइन दर्शन पायल सर तपाईँ साँच्चै राम्रो गाउनुहुन्छ तपाईँको भविष्य मैले सुन्दर देखेको छु होइन सङ्गीत क्षेत्रमा होइन ज्ञानेन्द्र के भन्न चाहन्छस् म राम्रै भन्न चाहन्छु हो होइन एकदम राम्रो गाउनुहुन्छ नि तिमीलाई त रिसाउँदा नि फर्काइरहँ जस्तो लाग्छ माया नै मायाले सताइरहँ लाग्छ सो गाइस हामी चाहिँ चटौसँग लिएर जाँदैछौँ जसले खाए उधार र त्यसले जीवन सुधारे भन्ने हामी अभियानमा छैन केन्द्र हो के भन्नु त्यही भएर हामी चाहिँ एक ठाउँ लागि हिँड्यो मायाको तिरले काम पनिमा घाम छाया कहिले होला हाम्रो माया बर्फी बल्छै दाया माया सपनिल छायाले
को नमस्कार है सट्टै डिल काट्यो त अनि बाटो खप बोकेर निकाल्नु मैले हिसाब गरेँ होइन मैले 11 जना पुग्यो